7 महिनामा नै जन्मिएकी हाम्री सानी नानी बिसु कति चाँडै ठुली भई पत्तै भएन। हेलो एन्ड नमस्ते सबैजनालाई। आज मेरो यो भ्लग हाम्री प्यारी नानी मेरी भदैनी विशेषता रेग्मीको गुन्यो चोलो, यसमा हामी सबै परिवारको रमाइलो समावेश गरिएको छ। अब तातो यहाँ सेलरोटी बन्दैछ। अस्ति हाम्रो बहिनीको गुन्यो चोलोलाई यहाँ सेलरोटी पाक्दैछ। ल सबजना आफ्नो नाम भन्दै जानु होला है। नानीको हजुरआमा ल आन्टी भाउजू मन्जु भाउजू ल उता ल मेन हजुरआमा सब डन भएर बसे मेन हजुरआमा पकाउनलाई राम्रो रोटी बनाउनको लागि के गर्नुपर्छ? हाम्रो आन्टीले मुसारे गरेर यो सबै सधैँ जिम्मा हाम्रो आन्टीको। त्यही भएर आत्तिर गरेर बिहानै आँखो दिए कालो लाउनु पर्यो, फेरि नराम्रो हुन्छु जस्तो लाग्यो। बेर्फाको दिन सानो पानी दाइ जमिलो माथि आज हो मेहन्दी र हल्दी। पहिले चाहिँ हामीले हल्दी लगायौं भने पछि साँझमा मेहन्दीको कार्यक्रम छ। ह्यापी हल्दी मा पकै छैन। bisa पर्खिनु पर्छ। गुन्यो चोलीको शुभ दिन। बिहान नै नानीलाई छिटिक्क बनाएर ऊ एकदम सुपर एक्साइटेड छ। यो माहौल यो सबै देखे त्यही भएर मैले पहिला सुरुमा लगाइदिइहाल्छु। थ्याङ्क यू पल्लु फुपू। काली बुढी। ओम श्री सिद्धिविधि सहिताय श्रीमन्मा गणाधिपतये नमः। ओम श्रीमन्मा गणाधि अब किन लाज लागेर त्यस्तो हुनु न भन न बिसु। हेलो गाइस। एकैछिन त्यतिकै राख्नु है। स्वस्तिनो बृहस्पतिरे ददातु। ल टिका लगाइदिनुहोस्।
ठिक हो त्यसरी लाऊ मेरो हो कसो ए ल ल ल अक्षतालाई बोलाइदेऊ रे क्यासियर बस्नु पर्छ नि केही हुनु नैन टोम फिला तै आमाले दिएपछि तिनटा बनाइदिए एकैचोटि फिफ्टी गर्नुपर्छ ला सिधा बनाएर हाले पो हुन्छ त नि अनि एउटा लाइनबाट चाहिँ अनि म्यानेजर हुन्छ नि त हाय हाय हिरो आधा डाँडो मोबाइल
Thank you everyone. Thank you for watching. I hope you all enjoyed this vlog. See you in another vlog. Bye.